प्रिय बालेन शाह, मेरो नाम प्रेम पराजुली हो। अहिले तपाईँकै महानगरपालिकाका कर्मचारीहरू तपाईँकै विरुद्धमा लागेको देख्दा साह्रै दुःख लाग्यो। तपाईँकै उपमेयरले तपाईँलाई चुनौती दिएको देख्दा साह्रै दुःख लाग्यो। प्रिय बालेन, त्यसैले त म पटक पटक भन्छु, तपाईँहरू नयाँ नयाँ मिल्नुहोस्। हिजो रवि लामिछानेलाई 84 दिनसम्म हिरासतमा राख्दा आजसम्म रविमाथि मुद्दा चलाउँदा पनि तपाईँ एकपटक निष्पक्ष छानबिन होस् भनेर आवाज उठाउनु भएन। प्रिय बालेन, हुन त तपाईँको आफ्नै विचार हो, तपाईँको आफ्नै इच्छा हो, तर पनि हामी देख्नेलाई नयाँ नयाँ मिले हुन्थ्यो भन्ने लाग्छ। पुरानाहरू मिलेर देश सकिरहेको बेलामा नयाँहरू मिलेर देश बचाए हुन्थ्यो नि भन्ने चाहना छ मनमा। त्यसैले एकले अर्कालाई परेको बेला बोलिदियोस्, साथ दियोस् र बिना गल्ती पुरानाले नयाँलाई दबाउन नसकोस् भन्ने चाहना मात्रै हो। प्रिय बालेन, तपाईँलाई अप्ठ्यारो पर्दैछ, सरकार तपाईँमाथि लाग्दैछ, तपाईँकै महानगरपालिकाका मान्छेहरू तपाईँ विरुद्ध लाग्दैछन्, त्यति बेला तपाईँलाई जनताको साथको जरुरत छ। प्रिय बालेन, हामी त जनता हौँ, हाम्रो मनमा त कुनै स्वार्थ छैन। त्यसैले भन्छु, तपाईँले राम्रो गर्दै जानुहोस्, हामी साथमा छौँ।